आज यसो काम छुट्टी छ केटाहरूलाई फोन हानेर आइहाल्छन् कि यसो बैठक बस्दैनु पर्ला जस्तो छ आज। अच्छा हेलो हेलो कहाँ हो दोस्त? यो त रुममै हो यार, काम छैन अहिले, फोन हेरेर बसिरहेको यार। के छ त आज यसो बस्दैन होइन त? कहाँ यार, बेलुका काम छ नि, बस्न त मिल्दैन यार। दोस्त काम साम छोड्देऊ, कति गर्छौ काम? जति कमाइ नि त्यही हो। कौन है ये लोग? छुट्टी दिँदैन होला यार, म त्यही नि एकचोटि फोन गरिहाल्छु के गर्छु। गर न गर त्यहाँ कम्पनीमा फोन गर। अच्छा हमको सिखा रिया है। छुट्टी दिइहाल्छ नि, तिम्रो त छुट्टी लिन त चिल छ नि दोस्त यार, के हो र? हुन त हो, आज एकदम बिजी टाइम हो क्या यार, अब गाह्रो छ, अब के हुन्छ हेरौँ के भन्छ। थाहा छ के थाहा छ दोस्त, तिमी त्यहाँ त्यत्रो भइसक्यो काम गरेको, जब एक दिन छुट्टी पाउँदैनौ त? ये फंस गया सीएम। खै यार हेरौँ, अब मिल्यो भने चाहिँ म आउँछु, नत्र भने फिक्स चाहिँ छैन है दोस्त, भर नभर। दोस्त कहिलेकाहीँ त यसो साथीभाइहरूलाई नि टाइम दिनु पर्यो नि। ल दोस्त, ल ट्राई गर्छु यार। ल दोस्त ल, म त्यो नभए त्यो के अरे हाम्रो त्यो साथीलाई नि फोन गर न, सुरजलाई पनि, ऊ नि आउँछ होला। आज सँगै सिफ्ट हो, उसको त मिल्दैन होला यार। ए सँगै हो सिफ्ट? ए दुईजनालाई एकैचोटि फेरि छुट्टी दिने हो कि नदिने हो? तिमी नभन दोस्तो छ, तिमी चाहिँ त्यहाँबाट छुट्टी ल्याऊ, म सुरजलाई आफै पर्सनली फोन गर्छु। ओके यार, ओके ल दोस्त ल। यो चाहिँ आउने भयो ल। हेलो 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 सुरज, अहिले बिजी छु यार, म एकछिन पछि कल गर्छु ल तिमीलाई। बिजी के गर्दैछौ र? यसो बाहिरतिर आएको यार डुल्न। ए बाहिरतिर हो? अनि आज काम छ कि छैन? छ यार, आज नाइट काम छ, जानुपर्ने छ यार। नभए आज यसो बसौँ सँगै भनेर के? कहाँ यार, अनिसको र मेरो सँगै सिफ्ट छ, मार्छ त्यसले फेरि म गएन भने। अनिस पनि आउँछु भनिरहेको थियो। हो र होइन होला हो, आज यस्तो बिजी टाइममा नि कहाँ आउँछ त, अब आउँदैन होला। ए दुईजनाको सँगै सिफ्ट हो, ऊ त अनिखेर आउँछु, छुट्टी मिलिहाल्छ नि, यत्रो टाइम भइसक्यो, कहिलेकाहीँ छुट्टी लिन नपाउने हुन्छ र भनेर भन्दै थियो त। खै यार, बिहानसम्म त काम जानुपर्छ भन्दै थियो, के हो। ऊ त आउँछु भनिरहेको छ यार। अब ऊ पनि आउने भने ए म नि आउँछु दोस्त ल। तिमी नै आउँछ? हो दोस्त आऊ, त्यहाँ मलाई गएर अब ऊ छुट्टी बसेपछि तिमी एक्लै पेलान हुने हो। तिमी पनि यत्रो टाइम भइसक्यो त, उसले छुट्टी लिन आउँछ भने तिमीले चाहिँ हुँदैन? उसले भनिसक्यो होला फेरि फोन गरेर, दिने हो कि नदिने हो यार। त्यो त बुझेँ, तिमी फोन हानिहाल न, उसले भन्दा अगाडि फोन हानिहाल न, के भयो त, भर्खर कुरा भयो उसँग। हो र, ल म फोन हानिहाल्छु, दिन्छ कि न छुट्टी, हेरौँ न के भन्छ। ये फंस गया। म मेसेज गर्छु नि तिमीलाई। ल दोस्त ल ल। केटाहरूलाई यसरी नै मिलाउनु पर्छ, आफ्नो छुट्टी छँदैछ बाले भएन। हेलो दोस्त, मैले सुरजलाई फोन गरेको, ऊ आउँछ अरे। ए हो र, भोलि ल्याङ हान्छ उसो यार, मायाकोटी त दुईजनै छुट्टी बसेपछि। खै मैले तिम्रो बारेमा त केही नि भनेको छैन, थाहा छैन। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। भनेपछि पक्का आउँछ नि। आउँछ अरे। चट्ट तिमी आउँदाखेरि चाहिँ यसो एक बोतल लिएर आउन है। कोई तरीका है भीख मांगने का? टाढो नि ल्याउनु पर्ने। मैले मासु लिएर आएर रेडी गर्दैछु, आउँदाखेरि यसो एक बोतल लिएर आउन। ल ल ल है त ल। हेलो दोस्त। हेलो दोस्त, आउँछ अरे त अनिस? ऊ त आउने भयो अरे यार, फिक्स भयो भन्दै थियो। त्यसले नि छुट्टी पाएछ। खै अब छुट्टी मिलिसक्यो, म आउँछु भन्दै थियो। ल उसो दुईजना हामी सँगै आउँछौँ नि दाजुभाइ। यस्तो गर न, तिमी आउँदाखेरि यसो चिकन लिएर आउ न। कोई तरीका है भीख मांगने का? अनि दारू नि दारू। दारूको व्यवस्था त भइहाल्छ नि दोस्त, दारूको चिन्तै नगर न तिमी। अच्छा ल ओके दोस्त। है त दोस्त। ल यार ल। केटाहरू आउने भइहाल्यो, अब मस्त खाइन्छ ओरिन्छ, आफ्नो त छुट्टी छ, केटाहरूको काम पनि बाँड्यो।